स्काउट ट्रुपको चाहिँ हाम्रो यो सेकेन्ड इन्टर स्टार्टर कुकिङ कम्पिटिसनको चाहिँ हामी अहिले ओपनिङ सेरेमनीमा छौँ र म कार्यक्रमलाई ढिला गर्न आसन गर्नतर्फ बढ्न चाहन्छु। हाम्रो स्कुल सम्झना म्याम हुनुहुन्छ, म सम्झना म्यामलाई चाहिँ अब बिहानी सत्रको चाहिँ यो अध्यक्षता ग्रहण गरिदिनु लागि अनुरोध गर्दछु। स्काउट प्यारेन्ट्स क्लाप। स्काउटको चाहिँ फर्मल क्ल्याप नम्बर 2 छ, स्काउट पम्प्सलाई म अनुरोध गर्दछु। Scout pump clap. यसपछि हामीसँग रिसा मेम्बर हुनुहुन्छ, रिसा मेम्बर म अतिथिको आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। Scout pump clap. र म रिसा मेम्बरलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। आफूले कम्फर्टेबल हुने पोजिसन चाहिँ उभिनु, अलिक घाम चर्को पनि छ अनि ग्राजुएसन पनि हुनसक्छ, त्यही भएर पानी चाहिँ पिइरहनु पऱ्यो आज दिनभरिमा। अब काम पनि गर्छौँ हामी। र यसपछि हाम्रो कुकिङ कम्पिटिसनलाई हाम्रो सहयोग गर्न आउनुभएका प्रतिबिम्ब ओपन स्काउट क्रुबाट हाम्रो रोभर सफिज 2.5 आवर अथवा 3 आवर्ससम्म चाहिँ कतिको सरसफाइ छ छैन त्यसबाट पनि नम्बरिङ हुन्छ। अनि फुड डेकोरेसन अथवा प्लेटिङ भन्छ, प्लेटिङ पनि गर्ने तरिका भाइ बहिनीलाई हामीले सिकाउनु त पर्दैन। अन्त प्लेटिङ पनि राम्ररी गर्नुपर्छ। एउटा थालमा दाल भात तरकारी अचार पहाड जस्तो ड्याम्म बनाएर ल्याउने कि अथवा प्लेटिङ गर्ने भन्ने कुरा हो। अनि फुड टेस्ट, खानाको स्वाद, अब नुन नाच्दैन छ छैन अथवा धेरै चर्को छ त्यो कुराहरू पनि भयो। अनि फुड भेराइटिज हामीले दाल भात तरकारी अचार र अनि सलाद चाहिँ कम्पलसरी गरेका छौँ। त्यो बाहेक भाइ बहिनीलाई अरू पनि भेराइटिजहरू बनाउन आउँछ भने चाहिँ यो फुड भेराइटिजबाट चाहिँ भाइ बहिनीले चाहिँ नम्बर अलिकति बढ्ने भयो। अनि टाइमिङ कसैको आगै बल्दैन, कसैको एकदम ढिला हुन्छ। यो 2.5 आवरलाई पनि लम्बिएर 4 आवरसम्म भइसकेको हुन्छ, खानै पाकिरा हुँदैन। त्यो टाइमिङबाट पनि भाइ बहिनीले चाहिँ नम्बर पाउने भयो। अनि हस्पिटालिटी भनेको छ खाना पाकिसकेपछि भाइ बहिनीहरूको आफ्नो एरियामै पेट्रोल एरियामै हामी मध्ये सर म्यामको जो हुनुहुन्छ उहाँहरू आउनुहुन्छ अनि उहाँहरूलाई चाहिँ भाइ बहिनीहरू कसरी वेलकमिङ गर्नुहुन्छ त्यो हस्पिटालिटीहरूबाट चाहिँ हामी चेक गरेर त्यो नम्बर चाहिँ दिन्छौँ। अनि वर्क डिभिजन, कामको बाँडफाँड कतिपय के हुन्छ, फुट्ने पनि उही, पकाउने पनि उही, पखाल्ने पनि उही, सफा गर्ने पनि उही। त्यो आफ्नो पेट्रोलमा चाहिँ मेम्बर्सहरूमा चाहिँ वर्क डिभिजन भएको छ कि छैन, कामहरू सबैले बराबर पाएको छ कि छैन त्यो कुरा पनि भयो। अब यो कुराहरूबाट चाहिँ हामीले चाहिँ भाइ बहिनीलाई चाहिँ आजको नम्बरिङ गर्नेछौँ। र अनि म एकजनाले मात्रै भाइ बहिनीलाई चाहिँ यो इभ्यालुएसन गर्दैनौँ, हामीसँग सरहरू पनि हुन्छ, म्यामहरू पनि हुन्छ, अनि बाहिरबाट पनि आउनु भएको छ। उहाँहरू सबैले चाहिँ यो कसैले एउटा पोइन्ट्स हेर्नुहुन्छ, कसैले 2टा हेर्नुहुन्छ, त्यसरी चाहिँ हामीले मार्किङ दिनेछौँ भाइ बहिनीलाई चाहिँ। यो मैले एकजनाले मात्रै यो प्याटर्न मलाई मनपर्छ भनेर जिताउनु चाहिँ सक्दा पनि सक्दैनौँ होइन, त्यो पनि भयो। अब यो त भयो भाइ बहिनीहरूको कुराहरू। अनि आफ्नो टोलीमा पेट्रोलमा कुनै समस्या प्रब्लमहरू आयो भने चाहिँ आफै बाजेर बस्ने, अर्को पेट्रोलसँग बाजेर बस्ने नगरी
बिहानको आसन गर्न यथावत राख्दै अब हाम्रो यो पुरस्कार वितरण समारोहमा हिमाच आउनु भएको छ यस विद्यालयका प्रधानाध्यापक तथा हाम्रो विद्याश्री स्काउट ट्रुपका अध्यक्ष राजेन्द्र ढकाल सरलाई म अध्यक्षता ग्रहण गरिदिनुको लागि म अनुरोध गर्दछु। र भाइ बहिनीहरू सबैलाई हामीले आजको यो कुकिङ कम्पिटिसन राम्रै गरेको चाहिँ हामी सबैले पनि देखेकै छौँ र यतिको गर्न सक्नु भनेको यो साधारण कुरा पनि होइन। यदि हामी स्कुलमा जति कुनै स्कुलमा जान्छौँ भने यतिको भनेको प्राय 8औं कक्षासम्म पनि यतिको यो कुकिङ कम्पिटिसन अथवा यो कुकिङ चाहिँ खाना चाहिँ पकाउन गाह्रै हुन्छ र यतिको भाइ बहिनीहरू स्वावलम्बी हुनु भनेको पनि भोलि पर्सि हाम्रो घर परिवारमा बाबा मम्मी नाम चाहिँ छैन तर एरिया नम्बर छ। थर्ड हुने प्याट्रोल नम्बर कतिवटा यो त लगे यो नम्बर चाहिँ एउटा हातभन्दा बाहिर अट्दो रहेछ। नम्बर 6 यो नम्बर 6 एरिया नम्बर भएको नम्बर 1 नम्बरको सबै पेट्रोल मेम्बर्स अगाडि आउने। Second. Scout Pons Club. त्यो पेट्रोल नम्बर दुईटा चाहिँदो रहेछ त्यो नम्बर जानलाई। पेट्रोल नम्बर 8 पेट्रोल नम्बर 8 नम्बर परेको आफ्नो एरिया नम्बर 8 परेको सबै अगाडि आउने। स्काउटमा आबद्ध सम्पूर्ण स्काउट प्रेमी सरहरू भाइ बहिनीहरू र आफ्नो स्काउटको यो 2 वर्षीय अन्तरालमा आफूले गरेका क्रियाकलापलाई स्वस्फूर्त रूपमा आफ्नो स्वेच्छाले प्लानिङ बनाएर ग्रुपिङ गरेर आजको यो कुकिङ कम्पिटिसनलाई सफल बनाउनु भएको छ। सम्पूर्ण ग्रुपहरू छुट्याएर सरहरूले एउटा व्यवस्थापन गरिदिनु भयो अनि सरको अरू साथीहरूले पनि त्यत्तिकै सहयोगीको भूमिका निर्वाह गरिदिनु भयो र यो समयमा नै समाप्त भएको भन्ने मैले जानकारी प्राप्त गरेको छु। हाम्रो जुन समय सरले दिनुभएको थियो मैले सुनेअनुसार म पनि बिहान चाहिँ अलिकति स्कुलकै कामको व्यस्तताले गर्दा समयलाई ठ्याक्कै ख्याल गर्न सकिनँ। 10 बजे नै हामीले कार्यक्रम सञ्चालन गर्ने भन्ने तय गर्नुभएको थियो सरले। सम्भवतः त्यही टाइम मेन्युलमा हिँडेर उहाँले तपाईँहरूलाई गाइडेन्स गर्नुभयो अनि आफ्नो ग्रुप बनाउनु भयो तपाईँहरूले अनि आफ्ना नम्बरहरू भए एरिया नम्बरहरू छन्
त्यो एरिया नम्बरबाट बाहिर नगइकन तपाईँहरूले आफ्नो गर्नुपर्ने घरायसी काम यो एकदम कम्प्लिटली के हो भन्दा हामीले म आमा बुवालाई विशेष गरी आमालाई सहयोगी भूमिका निर्वाह गर्नको लागि उत्प्रेरित गरेको अवस्था हो यो। तपाईँहरूले आमा अशक्त अवस्थामा पनि तपाईँहरू चाहिँ आमाको पछाडि काम गर्न सक्ने एउटा क्षमतावान बनाउने यो प्र्याक्टिकल हो। अब यसले सम्पूर्ण कुराहरूलाई कोड गर्दैन। कतिपय भाइ बहिनीहरूले त सायद घरमा मम्मीले नसकेको टाइममा पकाइरहनु भएको छ, सर्भ गरिरहनु भएको छ, बाबालाई दिइरहनु भएको छ, सहयोगी भाँडा बाँधिरहनु भएको होला। अनि तर त्यसभन्दा बाहेक लाग्नुहुनेछ भन्ने मैले अपेक्षा राख्दै यो सहरको टिमलाई एकदमै मुरी धन्यवाद दिँदै म यस मञ्चबाट बिदा हुन्छु। हस्त धन्यवाद।